कमजोर भएछ सबैको मासुवाली हेलो नमस्ते अनि छागल साथीहरू वेलकम टु माई लाइफ। फेरि पनि हजुरहरूलाई आज चाहिँ हामी ठ्याक्कै फिल्म हलको बाहिर चाहिँ हेर्न आएको लाली बजार। सबैजनाले सकिसक्यो फिल्म चाहिँ हामी चाहिँ बल्ल हेर्न आएको छौँ साथीहरू। त्यो पनि बल्ल फुर्सद पाए जस्तो भएको छ। त्यो पनि हामीले बुढीहरूलाई बोकेर आएको छौँ। बच्चाको आमाहरूलाई देख्न सक्नुहुन्छ यता आज फेरि घोरै आएर किन हो त्यो ब्याकग्राउन्डले नि उस फरक पर्दो रहेछ क्या। अस्ति के अरे चुडकरानीमा कति कालो कालो आएको हेर्नुहोस् यहाँनिर सबै बुढी आइमाईहरू छ देख्न सक्नुहुन्छ हामी तिनजना लड्कीहरूले चाहिँ बोकेर आएको हो यसो लगाएर फिल्म हेरेको भनेर। देखिए इधर देखिए हेलो भन न हेलो भन्दै बाई ल जाम हामीले चाहिँ टिकट काटेकै छैन साथीहरू। ल बाई कमल दाई बाई। अस्तिको भ्लग हेर्नु भयो किन हेर्नु भएको त अस्तिको चुड्काको आफू पनि सुन्ने हेर्नुहोस् त कोही पनि छैन ल। हामी चाहिँ अब टिकट काट्न जान्छ साथीहरू अलिक के बेला दो पैसा उठाउँदै हो साथीहरू हामी चाहिँ दे दो भन्दैन खुसी दे दो रुपैयाँ दे दो चिल्लर दे दो चिल्लर गाइस हामीहरू चाहिँ भित्र पस्यौँ। अब यहाँनिर यस्तो टक्क लाएर फोटोसोटो हुन्छ अरे। वाउ इधर हेर्नु एन्ड सबै इधर देखो इधर यहाँ पनि छ अन्त सब फोटो खिच्नमा बिजी छ साथीहरू। के गर्ने सबै फोटो खिच्नमा बिजी। केही खाने हो भने किन जानु है त्यहाँनिर स्टल खाली छ। कोही पनि केही नखाने साथीहरू अहिले बेलुका खाने अरे बेलुका पानी बिनामा किनिदिनु पर्छ यहाँ मम्मीजीले। आमा पोस त यता फोटो खिच्ने क्यामेराम्यान हुनुहुन्छ। ओ हेलो हेलो हल वही अभी आया देखिए हामी आएको टोइलेटमा साथीहरू सबैजना आएको टोइलेटमा। यो हल 1 हो कि हल 2 हो बुझ्न सकेनौ साथीहरू। कहाँनिर हुन्छ यो हल 1 हो कि हल 2 हो यतापट्टि हो क्या हो हेर्नुहोस् त यो हल 1 हो कि हल 2 हो। पहिला त हामी उसमा काट्थ्यौँ नि त के अरे फोन पे गरेर काट्थ्यौँ अनलाइन टिकट नै। अनि त्यति बेला भनिदिनु हुन्थ्यो कि हल 1 हो कि हल 2 हो। अन्त साथीहरू यहाँ चाहिँ फोटोसुट हुँदैछ। अनि यहाँ मान्छे कालो अनि कालो आउँदैन त एक गरेर पिसल लाग्यो जस्तो खिच्नु हुन्न साथीहरू। हेर्नुहोस् त साथीहरू मलाई उनीहरू सबले बुढी रे हेर त के भन्छ आफूहरू बुढी है मलाई बुढी रे यता धरि आफ्नो साथी धरि बुढी भनिसक्यो अब के गर्ने बुढी भन्छ साथीहरू। यो चाहिँ हल 2 हो नि भर्खर सोधेर आयौँ। स्टार्ट हुन टाइम छ अझै 10 मिनट बाँकी छ। त्यति बेलासम्म चाहिँ हामी यहाँ फोटोसुटहरू हुन्छ। अन्त यता नानी पाइसक्यो खुसीमुसीले हेर्नुहोस् यहाँनिर हामीहरू चाहिँ अब भित्र छिर्न लागेको। दिस इज हल 2 स्टार्ट भइसक्यो जस्तो छ। हामीहरू चाहिँ यहीँ छ 15बाट 15बाट स्टार्ट हुने यो खासमा चाहिँ हामीहरू फोटो खिच्दा ढिलो भइसक्यो। खिच्दिँदा बुढीहरू चाहिँ गइसक्यो। टोइलेट तल अघि नै बल्ल टोइलेट लाग्यो साथीहरू हेर्नुहोस् त है स्टार्ट भएन। भित्र पनि मान्छे छ जस्तो लाग्दैन मलाई चाहिँ। हामीहरू मात्रै छ जस्तो लाग्यो हेर्नुहोस् त भित्र त भुतायो
भूत लिनाले मलाई यहाँ छेउमा पारिदिएर हेर्नुहोस् त हेर्नु सिट वाउ कति भरिलो हाउसफुल छ है साथीहरू हेर्नु सक्नुहुन्छ बल आइज सबैजना हामी हाँसेको त ओ माई गड त्यही हो 200 मा हो कि आज चाहिँ वेडनेसडे र थर्सडे 200 हुन्छ नि त त्यसकै न्यू पारेर होइन आगो काट्दै लगे खुसी मुसी गर्नुहुन्छ अहिले कहाँ जान लाग्यो तिमी अनि सुषमा किन तिमी बुढी भएर जाडो भयो क्या तरुनीको जाडो त बाख्राले खान्छ जाडो हुँदै आएको त्यो यसले गरेर यस्तो हल फुल भएको हेर्नले रहर लाग्छ हौ साथीहरू स्टार्ट भयो अब चाहिँ बत्ती सत्ती सबै बन्द भइसकेको अवस्थामा हामीहरू स्टार्ट हुनु लाग्यो साथीहरू अहिले एकछिनपछि भेटौँला भिडियो गर्नु हुँदैन है त बिच पिक्चरमा देखाउँछ के साह्रो त यस्तो नि मुख कोचार्छ भनेको नाक कोटाएर साथीहरू अब चाहिँ गीत स्टार्ट भयो यो गीत चाहिँ मै राम्री छु त नि मलाई के को दोष भन्ने गीत हो अनि साथीहरू यो हलभित्र चाहिँ गीत बजिरहेको छ नि त यो गीत हाल्यो भने त कपिराइट लाग्छ त्यही भएर मैले भोइस ओभर गरेर हालेको छु हामीले अरूलाई करायौँ भोटिङ गर भनेर अनि हामीहरू पनि एकदम रमाइलो गरिरहेको थियौँ यो गीत सुनेर सायद हलभित्र थुप्रै हल फुल भएको भए चाहिँ हुटिङहरू चर्को चर्को साउन्डहरू चाहिँ आइरहेको थियो होला अब हामी मात्रै भयो हेर्नुहोस् त पछाडि पनि एकदम हल खाली थियो सिटहरू अब अगाडि पनि खाली थियो बिचको 2 रो हो कि समथिङ 2-3 रो मात्र अलिक फुल थियो क्या हो त्यस्तै 20-25 जना मात्र थियौँ हामीहरू तर पनि हामी यतिजना भए पनि हामी 3 जना चाहिँ बेसरी हुटिङ गरेको थियौँ कि यत्तिकैमा अर्को गीत पनि स्टार्ट भयो यो गीत चाहिँ मायालाई के दिउँ म बहिना भन्ने हो सायद यो गीतले गरेर पनि यो फिल्म चाहिँ एकदम भाइरल भएको थियो भाइरल भन्नाले यो गीतै एकदम भाइरल भएको थियो गीतको डान्सदेखि लिएर कोरियोग्राफी एकदम राम्रो गर्नुभएको थियो कि यो गीतको कोरियोग्राफी सायद समथिङकै कुन दाइले गर्नुभएको थियो हामी फेरि नै यो गीत बजेर फेरि नै हुटिङतर्फ लाग्यौँ हलमा 20-25 जना छ जस्तै लागेको थिएन कि हामी 3 जना हुटिङ गरेर गीत बस्ने बेलामा चाहिँ एकदम रमाइलो हुटिङ गरिरहेको थियौँ यत्तिकै बिचमा हामी उठेर नाच्नु मात्र बाँकी थियो कि यस्तो रमाइलो मम्मी बाबासँग जाऊ साथीहरू भर्खरै हाफ टाइम भयो हाफ टाइम भएर चाहिँ टुलेटहरू जानुभएको छ दिदीहरू म चाहिँ गएन बस अब स्टार्ट हुने बेला भइसक्यो त्यो एसी ल्याएर जाडो भएर कता दालचिनी गनाएको कसले खाएर हो दालचिनी जस्तो 25 जना हो 25 जना यत्रो ठुलो हलमा साथीहरू सायद हामी ढिलो आएर होला कहिले मन चलेको त हो यो फिल्ममा होइन खुसीले गर्दा ढिलो भयो खुसीलाई कुरेर बसेर हामी चाहिँ बल्ल आएन चाहिँ रुम भनेको इमोसनल सिनै आएन भन्ने होला साथीहरू रोएर फाइनल्ली हाम्रो फिल्म पनि सक्यो थोरै इमोसनल भयो राम्रै हो अलमोस्ट ठिक छ है कस्तो लाग्यो अनि आज साह्रै मन परेछ फिल्म यहाँ साह्रै इमोसनल भयो साह्रै इमोसनल भएछ नरौ अब फिल्म त सकिसक्यो रोएर के काम हो अब अलमोस्ट राम्रै थियो यहाँ चाहिँ अलिक गीत बजिरहेको छ साथीहरू म बाहिर गएर रिभ्यू दिन्छु है त सबैको रिभ्यू दिनुपर्छ बाहिर गएर गाइजहरू जाम ल सबजना रोएर निस्केको जस्तो ला बाहिर गएर बुझाउँला है साथीहरू साथीहरू हामीहरू हलबाट बाहिर फिल्म चाहिँ अलमोस्ट ठिकै थियो भनौँ अलिअलि पनि रुवायो अब यता सोधौँ है भिडियो कस्तो लाग्यो ल भन्नुहोस् त यता ओ काकी भन्नु त कस्तो लाग्यो यता आएर भन्नु न रिभ्यू तपाईँलाई कस्तो लाग्यो राम्रै कि राम्रो के आमा आयो अरे भाइ कस्तो लाग्यो फिल्म राम्रो लाग्यो रुँदै निक्लियो सबैजना कस्तो लाग्यो काकी तपाईँलाई अब यता ओ हेलो कस्तो लाग्यो राम्रो लाग्यो कस्तो लाग्यो नराम्रो
आफू मचिनी होइन फिल्म हेर्नलाई कस्तो लाग्यो सुषमा राम्रो छ तिमी हेर्न मजा मात्र अब होइन गाइस हामीहरू चाहिँ अब जान लागेको ठिकै लाग्यो भनौँ फिल्म अलमोस्ट ठिकै म त यो फिल्म हेर्नु मन लाग्यो होइन पेडी हो कि के हो यो हिरो कस्तो राम्रो हुन्छ क्या ला पानी पर्न पो स्टार्ट भइछ त हेर्नु त रुदा रुदा आँखा नै कमजोर भएछ सबैको उता नि हो यता नि हो यता बाबु फेरि रुनै लागिसक्यो खाजा जाने भनेन साथीहरू अब चाहिँ हामी खाजा जानु लागेको अब खाजा जानुपर्ने हुन्छ यहाँ फिल्म हेर्नु लागेको छ हाम्रो चाहिँ यो फिल्म हेरेको हो यो लाली बजार भन्ने यस्तो पानी पर्न लागेको छ अलिअलि सिम 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 पानी परिसकेको अवस्था अब हामी जानु लागेको खाजा नखाने हो र जाने कि नजाने तपाईँ जाने हो के हो त तपाईँहरू जाने हो खाजा खानलाई जस्तै हामी किचन जाने हो साथीहरू भोक लागेको छ अब खाजा त खानु पऱ्यो नि त खाजा खाएर चाहिँ अब हामी ल फोटो खिच्ने रे यहाँनिर अब अहिले एकछिनपछि फोटो खिचेर भेटौँला साथीहरू ल साथीहरू हामीहरू चाहिँ हिँडेको खाजा खानको लागि भोक लागेको छ एकदम साह्रै नै बसिरहेको छ है हामीलाई खान नपाएको जस्तै हेर नि यहाँ को ओ चुस्की चुस्की ओ चुस्की यिनीहरू यहाँनिर हेर नि यो गल्ली कस्तो काठमाडौँको जस्तो है अल्छ माथेन र तेरो टाउको पहिला अटो खाली रे हामी त हिँड्दै जाने हो होइन जमै हिँड्दै जाने हो होइन होइन हामी हिँड्दै जाने हो पैदल यात्री यहीँ हो जाम न चलो एक्सर्साइज गर्नुपर्ने भयो क्या अङ्कल सबैलाई एक्सर्साइज गर्नुपर्ने भयो एक्सर्साइज गर्दै टुई लाएर हिँड्दै जाने हो पानी पर्न लागेको छ साथीहरू छाता नि ल्याएन बिर्सेर के गर्ने हो ठ्याक्कै हाम्रो फिल्म चाहिँ 12/3 को हो 12 दिनको हेर्न आएको हल चाहिँ बनाउँदैछ अहिले अब टुई लाएर बाटो हिँड्नुपर्ने अवस्था आउँछ छिटो न टुई लाएर छिटो पाइला सारौँ त अब हिँड्दै जाने हो अङ्कल होइन अनि नजाऊ हामीलाई छोडेर साथीहरू अब बुढी पार्टीहरू यसरी लाग्नुहुन्छ यता अब हामी चाहिँ यता लाग्छौँ खाना खाएर बल्ल घर जान्छौँ त्यहाँनिर त हराउने होइन दायाँ बायाँ हुने होइन यहाँ भिडियो खिच्यो सिधै घर पुग्नु पर्यो सबजना 10 जनै वाह वाह बाई गाइज बाई बिच्की साथीहरू हामीहरू चाहिँ अब यो गल्ली हिँड्नुपर्ने हुन्छ हामी त हिँड्दै जाने यहीँ त हो पैसा बच्छ अलिअलि भयो नि अब आफ्नै खुट्टा हुँदा पनि किन उस गर्छ नि होइन जहाँ पाइदा थुनेर क्या अहिले आशा दिदीले मार्छ कि जहाँ पाइदा थुनियो फेरि थुक्ने जस्तो त जहाँ पाइले पब्लिकमा साथीहरू हामीहरू चाहिँ अहिले किचनमा गएर भेटौँ है साथीहरू बाई बाई चार्जै छैन चार्ज गर्नु पऱ्यो किस्तीको चार्जरबाट उस्किन्देऊ न भोटका सुत्रुकी के म त भोटका भन्दा त पैसा छैन त्यत्रो रुसलान चाहिएको साथीहरू कसै फ्री हुनुहुन्छ भने यसैलाई सम्पर्क गर्नु होला 2 जनालाई बेचिदिनु पर्ने मोबाइल किन भन्ला फेरि चाहिएको नपर्ला म
चाहिँ के म चाहिँ त्यो केटीको नाम के अरे बिर्सेँ भाइ भर्खरै फिल्म हेर्न आएको यस्तो दिमाग छ मधु यता चाहिँ फेरि महारानी नारायण तिमीले ठिक भयो तिमीले सही भन्यो नारायण सही भन्यो नारायण मधुरानी ए मधुरानी त के अरे महारानी आमा मेरो महारानी आमाले केही गल्ती गरेर के अरे घृणा नगर ल घृणा नगर ल महारानी यस्तो फिल्महरू भएको मान्छे के गर्नु के गरेको यस्तो महारानी गोप गोप तर पनि हामीहरू चाहिँ किचन आइपुग्यौँ हाम्रो डेली अड्डा नै भनौँ है हामीहरू सधैँ यहीँ आउँछौँ खाजा खानुको लागि एकदम मिठो हुन्छ आउन सक्नुहुन्छ वर्ल्ड कप लाग्छ यहाँ पनि हेर्नु साथीहरू वर्ल्ड कप आजबाट हेरौँला ल हुन्छ ल साथीहरू अब हामी छिल्ला गयो साथीहरू हामीहरू चाहिँ किचन आइपुग्यौँ अब यहाँ फुडहरू अर्डर गर्दैछौँ त्यसपछि हामी खान्छौँ अनि नारायण जाने के भ्याउँछ नि त नारायण जानेलाई भ्याउँछ होला कि भ्याउँदैन होला साथीहरू नारायण जानेलाई अब यहाँ खानामै लाग्छ होला 1 घन्टा अनि अहिले हल्का फुल्का सामानहरू किन्न छ सामानहरू किनेर अनि हामी जान्छौँ घरतर्फ लाग्छौँ हामी 2 जना उहाँ चाहिँ अब फुपू घर जाने अरे जाऊ गइहाल ल अब अहिले हाम्रो खानेकुरा आएको छैन अहिले खानेकुरा आएपछि चाहिँ हामी देखाउँछौँ खाएको एकछिन आएर लाइभ जानु पऱ्यो लाइभ गाइस हाम्रो खानेकुरा आइसक्यो देख्न सक्नुहुन्छ है अब यतै खानालाई हतारो भइसक्यो यता पनि है किन लुकाएको अनि आफ्नो फेस लुकाउने हो मेन भनेको नै मेन भनेको नि मलाई मनपर्ने हुने यही हो साथीहरू हाम्रो यहाँको फेभरेट हो आमा कस्तो खान नभएको फालेको फाले कि महारानी आफू भोग्ने हाम्रो कुकुर बनाउने त्यो पनि हो हाम्रो कुक पनि आयो साथीहरू अहिले खाएपछि भेटौँला है बाई गरिदिउँ न त खाएपछि भेटौँला खानामा नो डिस्टर्ब भनिदेऊ न बाई गरिदेऊ ढ्याप्प गर गाई चाहिँ हाम्रो अर्को खालको सेट पनि आइसक्यो यस्तो भनेको मलाई ठिकै छ खाएपछि भेटौँ न साथीहरू है मैले खुसीकै भिडियो गरेर राख्ने हो मुखबाग हान्नु परेन साथीहरू हामीले चाहिँ खाजा खाएर सक्यो यत्रो खाजा हामीले हेर्नुहोस् त यहाँ मेरो फोटो खिचेको गऱ्यो सुते हो हाम्रो चाहिँ खाजा खाएर सक्यो सबै फिनिस गऱ्यो हामीले फिनिस्ड म त होला राम्रै फोटो खिच्यो होला भनेको त्यस्तो घिल्ला त फोटो खिचिरहेछ अब चाहिँ हामी घर जाने हो घर भन्दा पनि सामानहरू किन्न छ अब सामानहरू किनेर हामी घर जान्छौँ मेरो चार्ज पनि छैन चार्जर पनि किन्न हो भाइ A to Z मोबाइल हाउसको त हो A to Z मोबाइल कति फेरि कस्तो महँगो पर्छ कि त्यहाँनिर किन ल गाइज अब हामी गएको यो बिल बुझाउनु पर्ने हुन्छ ल गाइज आइसक्रिम खाऊँ न आइसक्रिम यहाँनिर आइसक्रिम साथीहरू हामीहरू चाहिँ अब आइसक्रिम खान गइरहेको छौँ कुन फ्लेभरको र मलाई चाहिँ यो मनपर्छ के त्यो वाइट के वाइटमा ब्ल्याक के उयो के छोटो के मै मात्रै रहेछ यार यस्तो डिफ्रेन्ट पर्छ तिमी के खाने हो खाएँ नि म त निलो खान्छौ कि सेतो खान्छौ खानु चक्लेट कालो खान्छौ सेतो खाऊ यस्तो मिठो चक्लेट पनि हो चक्लेट नि पिङ्क खान पिङ्क नै मिठो हुन्न हौ एउटा यो अनि एउटा उ थियो है सेतोमा तिनजनाले एक डिफ्रेन्ट नि सबैजना चाख्ने
साथीहरू अब हामीहरू चाहिँ अब आइसक्रिम खान गइरहेको छौँ कत्रो ठुलो झोला गइरहेको क्या मान्छे भन्दा के गरिदिएको खुसी खुसी ल खाउने यता हेर न सानो राजा समाल जस्तो देख्छ है उही सानो राजा समालले यस्तो थियो राजा तिम्रो त यो कपाल काटेर चाहिँ घोडाको कपाल हुँदैन घोडाको कपाल हुँदैन नि दिदी राजा समालले सलमान खान चाखौँ न गुडीको थुनी दिन्छ नि केही होइन कि तिमी हो उसले पिङ भनेन चक्लेट भनेको उसले भन्छ स्ट्रबेरी भन्छ अनि होइन मैले पिङ्क र स्ट्रबेरी हुन्छ खानु भनेको यसले हो भयो के भएन त्यो हाल्नुभन्दा अगाडि भन्नुपर्छ नि फेरि अचम्म यताबाट मजा लिएर हेर्नु साथीहरू ल साथीहरू अब मेरो आउँदै त्यस्तो मिठो लाग्यो मलाई व्हाइट हो व्हाइट नै हो खुसी आइदियो यस्तै समातेको हो त नि साथीहरू नोट चाहिँ हाल्नुपर्छ खै बिल्ला भयो साथीहरू मेरो पछाडि पनि फेरि होला तिम्रो त दुईचोटि भयो जान्छ अरे घर खुसी घर जाने रे ल साथीहरू हामीहरू चाहिँ यहाँबाट म्याजिकको वेटिङमा अहिले यहाँ बस्नुहुने यहाँबाट उता जङ्गलमा हाम्रो पनि छैन हामी चाहिँ चितवन हेर्नुहोस् त कस्तो राम्रो हाम्रो चितवन वाउ कति राम्रो छ चितवन के भन्छ हो हामी थोरै न कि यस्तो हिँड्ने मान्छेले टाढा जान्छ र भनेको यहीँबाट उस गर्न आउँदैन कि म्याजिक त म्याजिक चढ्नु पऱ्यो म्याजिक पढेर बसिरहेको साथीहरू कस्तो राम्रो यो बाटो अहिले बसमा पुगेपछि भेटौँला आउँदा कस्तो रोक्दैन होला कि हेर न गयो अब रिङ रोड होइन होला कि गुवा छ यो किन्ने साथीहरू सामान तरकारी किनेर जानु लाग्यो अब घर चाहिँ यिनीहरू यहाँ त्यो त टल्केको के कस्तो आयो हेर त हामीले आलु टमाटर समाटर खुर्सानी सुर्सानी किनेर अब घरमा गएर पकाएर खानु लाग्यो साथीहरू मैले साथीहरू पनि आयो होला साथीहरू हामीहरू चाहिँ मासु लिन अब सबै मासु खाने रे मासु खाने रे सबैजना मासु यता हेर नि त अनि के को मासु खाने रे दादा के को मासु खाने हो के को मासु खाने हो आफै बोइलर भएको जस्तो ओ घोडा जस्तै हो क्या तिम्रो त्यो मलाई हिप्पोपोटामस चाहिँ साथीहरू हिप्पोपोटामस अब सिनालाई हेर म भन्दा मुडु देखि है अल त भोग्यो 5 महिना भइसक्यो साथीहरू अब गएर ट्विन्स पाउँछ कि म ट्विन्स गाइज मासुवाली 100 रुपियाँ एक पाउलाई कोही छ किन्ने कहाँ गइदिनु त मासुवाली मासु देउघाटा बाल काटेपछि ल बाई गर्नु नि त अनि हेर्नु यिनीहरूले के भने के भन्यो यिनीहरूले हजुर होइन लाने हो के अरे त्यो भाइले कि भाइले के बोलाए भाइले लास्टै गन्दा आए साथीहरू यिनीहरूले कि के हिन्दीबाट के सिकाएको कि होइन हिन्दीहरूलाई नेपालीबाट उल्टो सिकाइन्छ अरे कि त्यसो होइन कि के अरे हामी नेपाली भएपछि त अलिक राम्रो सिकाउनु पर्छ कि कुरो थियो त कहाँनिर राम्रो सिकाइदिनु हुँदैन एउटा नराम्रो यस्तो सिकाएछ कि
चाहिँ गाडीमा वेटिङमा छु कति बेला हिँड्छ गाडी थाहा छैन 6 बजीभन्दा भन्दा कति भइसक्यो 7 बजी आइसक्यो साथीहरू 6:30 भइसक्यो अहिलेसम्म गएको छैन गाडी के गर्ने होला यो मान्छे चाहिँ गेम हान्दैमा बेच्दै है व्यस्त बिजी गेममा बिजी मोबाइल डिजाइन रेस त फ्री फायर टिमहरू यता यहाँ टिममै तारा हेरेको थियो अङ्कलले मलाई र अब साथीहरू अब चाहिँ हामीहरू घर जानु लागेको गाडी स्टार्ट पनि भइसक्यो अब घर गएर भेटौँ अङ्कल गएर भेटौँ होइन कि मेरो ब्लगमै फेरि पनि यो नै भेट्नु लागेको त्यसको लागि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभन्नु होला साथीहरू यति भन्दै म मेरो ब्लग यहीँ इन गर्छु अब घर गएर पनि इन गर्ने होला र तर यो गाडीले हामीलाई छोडिदिनु होला कि प्लिज भाइ मन्दिर नदे भन्ने यस्तो धेरै सामान छ है कुनै बोकेर हुन्छ होइन अब गाडी रेसमै कुद्नु जाँदै भने चाहिँ बनाउँछु नत्र भने चाहिँ मेरो ब्लग यहीँ हुन्छ है साथीहरू यो आजको ब्लग हामी राम्रोसँग फिल्म हेऱ्यौँ घुम्यौँ आयौँ अब घर जान आएको छु तिमीले सही भनेको रहेछ नारायण ल बाई बाई गर्छ नि त अनि भ्लगिङ गर्नु पर्दैन बाई वेलकम टु माई ब्लग पारा गरिदेऊ न